भनिसक्नु भएको छ। सरल सम्पूर्ण कुरो त्यसमा आएका छन्। तर यसमा हामीले जोड्नै पर्ने कुरा चाहिँ के छ भने लिम्बूहरूले कृषि युगमा लागिसकेपछि जम्मा 4 सिजन पत्ता लाग्यो। यो 4 सिजनमा चाहिँ एउटा पखेवा, यक्वा, सिसेक्वा र चासे पर्छन्। त्यसमा पनि 3 महिनाको यो पर्छ। जस्तो पखेवा चाहिँ पुष, माघ, फागुन, अनि यक्वा चैत, वैशाख, जेठ, सिसेक्वा चाहिँ असार, साउन, भदौ र चासोक चाहिँ कार्तिक असोज कार्तिक मङ्सिर 3 महिनाको सिजन। यो राई समुदायले नेपालमा 2 सिजनलाई मान्छन्। उनीहरूले चाहिँ उधौली उभौली, लिम्बूहरूले चाहिँ जम्मा 4 सिजनलाई मान्छन् र त्यो 4 सिजन प्रत्येकलाई 4 को रूपमा पनि लिएका छन्। पखेवामा चाहिँ अब हामीले तरुल भ्याकुर पनि खानुपर्छ है भन्ने स्थिति, चिसोले गर्दाखेरि मान्छे कठाङ्ग्रिने हुन्छन्। त्यो बेला बाहिर निस्किन सक्ने अवस्था हुँदैन। त्यही कारण तरुल भ्याकुरसम्म खाएर बाँच्नु पर्ने हुन्छ भनेर तरुल खाएर तरुलको पूजा गरेर पखेवा टङ्ना मनाएका हुन्छन्। र त्यसको त्यो सिजनको अवधि चाहिँ पुष, माघ, फागुन 3 महिनाको हुन्छ। त्यस पछाडि यवाकुर हुन्छ। यवाकुर चाहिँ खडेरी पर्ने, पानी नपर्ने र बिउ बिजनमा समस्या हुनुभएकोले गर्दाखेरि पानी माग्ने संसारी माईको पूजा गर्ने भने हामीले जुन पूजा गर्छौँ, तर त्यो खासै यवा पानी माग्ने पूजा गरेर चाहिँ यवा हामी चाहिँ मनाउँछौँ। र पानी मागेर परिसकेपछि चाहिँ बिउ बिजनको हामीले बिउ बिजन लाउँछौँ र बिउ बिजनको सुरुवात हुन्छ। त्यस पछाडि बिउ बिजनलाई चाहिँ हामीले असार मासमा खेती गरेर जब सरिसकेपछि चाहिँ अनि जब फल्न थालिसकेपछि चाहिँ अब बाँचियो, अब हामी बाँचियो भनेर यो जति पनि हामीले लगाएका बालीहरूको चाहिँ प्रत्येक फुलहरू चाहिँ हामीले यो घरहरू त्यो दैलोमाथि चाहिँ टाँगेर त्यसमा चाहिँ हामीले यहाँ आज पनि हामीले देख्न सक्छौँ। हामीले यो कुम्लिङको कार्यालय अगाडि हामीले चाहिँ त्यो साउने सङ्क्रान्तिमा टाँगिने त्यो बारीको डोरीमा चाहिँ त्यो बेला बारीमा जे जे फल्छन् ती सबैको फुलहरू अब हामीले यहाँ बिराख्नु उपलब्ध जे जे छ त्यो हामीले राखेको छौँ। अब त्यसमा हरियो मकैको, फर्सीको, काँक्राको सबैको फुल र बिउ बिजनहरू त्यो फलहरू चाहिँ हामीले त्यसरी झुन्ड्याएर चाहिँ पूजा गर्छौँ। अब यो मिठो फल्ने भन्ने कुरा चाहिँ अलिक पश्चिममा सुरु भएछ। त्यतिकै चाहिँ भने कल्चर मिक्स भएर आउँदाखेरि चाहिँ आइपुगेको कुराहरू लिम्बूसँग चाहिँ सम्बन्धित छैन मिठो फल्ने चाडको बारेमा। अनि जब फलफुल अब पाक्यो भनेपछि चाहिँ हामीले अनि त्यो उसलाई लिम्बू जातिको प्रकृति पूजक भएकोले गर्दाखेरि प्रकृतिमा उब्जेको कुरालाई चढाएर प्रकृतिले चढाएर खाने जुन हाम्रो एउटा चलन छ त्यसले गर्दा चासोक भन्छ। र चासोक पूजा चाहिँ अहिले हामीले चाहिँ यो पछिल्लो चाहिँ तिथिको रूपमा जाने भएकोले गर्दाखेरि चाहिँ यो मङ्सिर पूर्णिमामा हामीले गर्दै आएको छौँ। तर असोज कार्तिक मङ्सिर 2 महिनामा पनि हामीले चासोक पूजा गर्न सक्छौँ। चासोक चाहिँ प्रत्येक लिम्बूहरूको घर घरमा गरिन्छ र अहिले पछिल्लोमा चाहिँ अब सामूहिक रूपमा गरिने, यसरी कुम्लुङहरूमा आएर गरिने गर्न थालिएको छ चासोक। र चासोकको बेग्लै पर्वको रूपमा पनि भएको छ। तर लिम्बूहरूले चाहिँ प्रत्येक घर घरमै चाहिँ पूजा गरेर मनाइने कुराहरू छन्। यी चाहिँ ठ्याक्कै लिम्बूको चाहिँ यो कृषि उसमा चाहिँ जनजीवनमा चाहिँ ठ्याक्कै मेल खाने गरी मिलाइएको चाडहरूको एउटा उयो हो। यसमा यक्षहरूले चाहिँ बलिदान संग्राम पनि भनेको छ। त्यो बलिदान संग्राम चाहिँ त्योसँग यो सिजनभन्दा अलिकति फरक गरेर हामीले त्यो सिकेर लगाएको कुराहरूमा पर्छ। त्यो चाहिँ लिम्बूहरूको अभिन्न चाडकै रूपमा चाहिँ मानिँदैन। तर लिम्बूसँगै जोडिएको चाहिँ यी 4वटा सिजन हुन्। मैले यो कुरा राखेँ। अब मैले अर्को पनि म थोरै यहाँ प्रसङ्ग जोडेँ। म बिरासर आएको 5 वर्ष भयो। मैले प्रदेश प्रमुखको सचिवालयमा रहेर काम गरेँ। अब यो वर्षदेखि हामी फर्किँदैछौँ, हाम्रो सकिँदैछ। र आएदेखि नै किराँती बिरासरको हरेक कार्यक्रममा मैले सहभागिता जनाएको छु।